ल है साथीहरू, हिजो बिहान अस्ति बिहान 4 बजेदेखिको हाम्रो यात्रा आज पञ्चकुण्ड तालसम्म आएर टुङ्गिन लागेको छ। भर्खर आइपुग्यौँ हामी आज यहाँ। हिजोको भुस्केटको बसाइपछि आज बिहान 6:30 बजे मात्र हिँडेको हामी। लगभग 9 बजे आइपुग्यौँ। 6:30 7 8 9 2.5 घन्टाको हिँड्यो भन्नुभएको थियो। हामी ठ्याक्कै आइपुग्यौँ। यहाँ हाम्रो पञ्चकुण्ड ताल। माथि त्यो हिउँ पनि रहेछ, हिउँ देख्न सकिन्छ। उहाँ अगाडि हाम्रो सर र पछि गाइड भाइ हुनुहुन्छ। पञ्चकुण्ड ताल ल स्वर्ग आए जस्तो फिल हुँदो रहेछ। ओहो, संसार अर्को। माथि हिउँ ताल, त्यसपछि यो तालको कलर पनि छुट्टै के, पानी नै छुट्टै, हिउँै जमिसक्यो रहेछ। ल माथि घाम भर्खर लागेको हो। 9:10 भयो अहिले टाइम। यतापट्टि पहाडै पहाड छ। हामी आएको बाटो यो हो। हाम्रो ग्रुपको एकजना दाइ ऊ त्यहाँ पछाडि हुनुहुन्छ, बिस्तारै आउँदै हुनुहुन्छ। यो हिमाल मुनि डाँडा। अहिले चाहिँ त्यति हिउँ तल नरहेछ, तर तालमा चाहिँ आइस परिसकेको अवस्था।